नमस्ते, म गङ्गा गौतम। म जमुना गौतम। हामी टुरिस्ट कलेक्सनबाट हामीले चाहिँ कसौली बजारमा चाहिँ आज यो ड्रिम क्याचर राखेको छौँ र क्यान्डल राखेको छौँ र यो सन क्याचर राखेको छौँ। अनि हाम्रो चाहिँ ड्रिम क्याचरको बारेमा भन्नुपर्दाखेरि चाहिँ हामी कतिलाई थाहा नै छ ड्रिम क्याचरको बारेमा। यसले चाहिँ हाम्रो घरमा अथवा अफिसमा हामीले राख्ने गर्छौँ र यसको चाहिँ बेनिफिट्स के हुन्छ भन्दाखेरि चाहिँ यसले हाम्रो घरमा भएको नेगेटिभ एनर्जीलाई तपाईँले जस्तो कहिलेकाहीँ नराम्रो सपना लगातार देखिरहनु भएको हुन्छ, घरमा केही नराम्रो भइरहेको हुन्छ, त्यसलाई चाहिँ तपाईँले चाहिँ यसले राख्नुभयो भने नेगेटिभ एनर्जीलाई यसले चाहिँ लिएर आफूमा अब्जर्भ गर्छ र पोजिटिभ एनर्जी यसले चाहिँ रिलिज गर्छ अनि तपाईँको क्रिएटिभिटीमा चाहिँ यसले इन्हान्स गर्छ। यो पहिला चाहिँ मैले अलिअलि आफै पनि गरिरहेको हुन्थेँ अनि पछि चाहिँ यो हामीले यहाँ राखेको चाहिँ 2 हप्ता भयो आजबाट। त्यो चाहिँ हाम्रै पहिला चाहिँ हामीले गराइरहेको थियौँ अलिअलि, हाम्रो चाहिँ अलिअलि सेल भइरहेको थियो अनि अहिले चाहिँ हाम्रो यो कसौली बजारको बारेमा हामीले अलि अगाडि थाहा पाएको थियौँ अनि अहिलेसँग चाहिँ यो चाहिँ 2 चोटि भयो, हामी 2 पटक भयो हामीले राख्नु थालेको। हजुर हजुर, हामी ट्विन्स। कन्सेप्ट चाहिँ कस्तो थियो पहिला चाहिँ यो मैले अलिअलि इन्टरनेटमा देखिरहेको हुन्थेँ, यो कस्तो राम्रो लाग्यो, कसरी बनाउन सकिन्छ होला भनेर चाहिँ लाग्थ्यो। अनि मेरो एकजना भाउजू हुनुहुन्थ्यो, उहाँले चाहिँ बनाउनुहुन्थ्यो, मलाई चाहिँ उहाँले अलिअलि चाहिँ नलेज दिनुभएको, मैले आफै उहाँले चाहिँ मलाई सिकाउनु भएको हो। अहिले चाहिँ उहाँ चाहिँ युएसमा हुनुहुन्छ अनि बाँकी चाहिँ कुनै कुनै डिजाइनहरू चाहिँ म आफै नै इन्टरनेटबाट हेरेर नै गर्थेँ। जस्तै यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ड्रिम क्याचरको जुन हामीले मैले जुन भनेँ नि हजुरहरूलाई, जस्तै यसले चाहिँ नेगेटिभ एनर्जीलाई एब्जर्भ गर्छ भने जुन यसको जुन हामीले यो राउन्डमा देखेको छौँ यो जाली जस्तो, यसले चाहिँ नेगेटिभ एनर्जीलाई आफूतर्फ लिन्छ र यसले चाहिँ पोजिटिभ एनर्जीले चाहिँ यसले चाहिँ फाल्छ है। जस्तै यसको जुन यो बिन्सहरूको चाहिँ एभ्री कुराको चाहिँ यसको चाहिँ मिनिङहरू हुन्छ, यसले चाहिँ हजुरको चाहिँ पोजिटिभ एनर्जीलाई चाहिँ यसले चाहिँ रिलिज गर्छ। जस्तै अनि यसको पनि यो चाहिँ हाम्रो चाहिँ सन क्याचर हो, यसको चाहिँ हाम्रो हजुरको चाहिँ यो बिन्स अनुसारको डिफ्रेन्ट हुन्छ अनि यो चाहिँ जस्तै तपाईँले चाहिँ झ्यालमा चाहिँ यो बाहिर जुन घाम आउने तरिकाले देखाएर राख्नुभयो भने यो चाहिँ यसको चाहिँ रिफ्लेक्सन आउँछ, जस्तै यो टल्किने टाइपको चाहिँ यो चाहिँ त्यस्तो हुन्छ। यसको दुइटैको बेनिफिट चाहिँ एज अ सेम नै हुन्छ, जस्तै यो 7 चक्रमा पनि हुन्छ, यो चाहिँ 7 चक्र छैन, यो चाहिँ ओन्ली 2 चक्र छ, 2वटा स्टोलमा छ। अनि यसको चाहिँ हाम्रो डिफ्रेन्ट टाइपको हुन्छ, जस्तै यो हामीसँग बेलमा पनि छ होइन, यो पनि सिपी सेलमा पनि छ। यसरी चाहिँ हामीसँग अझै धेरै प्रोडक्टहरू थियो, अहिले चाहिँ सेल भएर चाहिँ अहिले हामीसँग डिस्प्लेमा चाहिँ यति मात्रै छ सर। एकदम वास्तुशास्त्र अनुसार पनि एकदम पर्फेक्ट हो। तपाईँले साउथ डाइरेक्सनमा जुन हामीले राखेको छौँ त्यस्तै साउथ डाइरेक्सनमा राख्नुभयो भने झन् बेस्ट हुन्छ यो चाहिँ। अनि हामीले चाहिँ यसमा चाहिँ हामीले कस्टमाइज पनि गर्न सक्छौँ, हजुरलाई जस्तै जुन कलरको चाहिन्छ भयो भने चाहिँ हामी त्यो डिजाइन अनुसार पनि हामीले बनाउँछौँ। समय चाहिँ त्यही 3-4 घन्टा लाग्छ। अनि हजुर घरमै हजुर हजुर मेटेरियल चाहिँ हामीलाई चाहिँ यो जुटाउन चाहिँ एकदम गाह्रो भइरहेको हुन्छ, किनकि बुटोलमा चाहिँ त्यस्तो राम्रोसँग पाउँदैन, किनकि हामीले भने जस्तो तरिकाले नै पाउँदैन, एकदम कम मात्रामा पाउँछ। अब मार्केटमा हेरेर कता पाउँछ भनेर हेरेर चाहिँ हामीले चाहिँ लिएर आएको हुन्छ। बजार यसको चाहिँ बजार पहिला त्यस्तो खासै थिएन, अहिले धेरै मान्छेलाई बल्ल थाहा भयो कि ड्रिम क्याचरको बारेमा, त्यही भएर चाहिँ अहिले चाहिँ जे होस् यसको मार्केट चाहिँ राम्रै भइरहेको छ, इन्क्रिज भइरहेको छ। हजुर बुटोलमा छैन सर, मलाई पनि त्यस्तो धेरै आइडिया त छैन। यहाँ सरहरूले भनेअनुसार चाहिँ बुटोलमा चाहिँ त्यस्तो धेरै बजार छैन भनेर चाहिँ भन्नुभएको थियो। उहाँहरूले पनि ड्रिम क्याचर चाहिँ काठमाडौँबाट नै लिएर आउनुहुन्थ्यो अरे, अनि मलाई चाहिँ भन्दाखेरि चाहिँ हामीले पनि राखौँ न, हामीले त पहिल्यैदेखि काठमाडौँदेखि लिएर आएको हुन्थ्यो, बुटोलमा भयो भने झन् बेस्ट हुन्छ भनेर चाहिँ उहाँहरूले भन्नुभएको छ। यो मैन चाहिँ यो चाहिँ स्मेल आउँछ, यो चाहिँ बाल्दाखेरि यो फ्रेग्रेन्सवाला हो, यो ह्यान्डमेड नै हो। हजुर प्राइस चाहिँ डिस्काउन्ट छ, 100 रुपिसदेखि स्टार्ट हुन्छ। त्यो चाहिँ अहिले हामीसँग छैन, सबै सेल सानो की होल्डरमा पनि हुन्छ। हजुरले चाहिँ अब गाडीको ड्यासबोर्डमा पनि लाउन मिल्ने खालको थियो, तर चाहिँ अहिले सेल भइसकेको छ। यो चाहिँ अब हजुरको साइज अनुसार हुन्छ है, अब हजुरको सानो साइजदेखि ठुलो साइजसम्मको प्राइस चाहिँ डिफ्रेन्ट, घरमा पनि लाउन सक्नुहुन्छ, अफिसमा तपाईँको जस्तै वालमा पनि हजुरले राख्नु पनि मिल्छ र यसरी हजुरको के झुन्डाउने ठाउँ छ भने यसरी पनि राख्नु मिल्छ हजुरको। हजुर गाडीको लागि पनि सानो चाहिँ हामीसँग चाहिँ हुन्छ, अहिले चाहिँ अभाइलेबल छैन, सबै सोल्ड आउट भइसकेको छ। नेक्स्टमा चाहिँ हामीले अझै पनि धेरै किन चाहिँ हजुरले कसैले बजार भिजिट गरेर पनि हजुरले चाहिँ किन्न सक्नुहुन्छ। प्लस हजुरले चाहिँ हाम्रो टुरिस्ट कलेक्सन फेसबुक पेज छ अनि त्यसमा चाहिँ हजुरले टेक्स्ट गर्नुभयो भने पनि हामीले चाहिँ हजुरको अर्डर अनुसार चाहिँ हामीले चाहिँ बनाउन सकिन्छ। र यो चाहिँ बुटोलमा मात्रै नभएर अल ओभर नेपालमा चाहिँ हामी डेलिभरी गर्न सक्छौँ। प्लस हामी चाहिँ वर्ल्ड वाइज पनि हुन्छ। सकेसम्म चाहिँ हामी बाहिर नगएर नेपालमै बसेर नेपालमै केही गर्ने भन्ने सोच छ हाम्रो। अनि हाम्रो चाहिँ अहिले अनलाइन बिजनेस पनि छ, हाम्रो ज्वेलरीको बिजनेस छ। प्लस हामी साइडमा चाहिँ यो यिनीहरूलाई पनि एड गरौँ न, केही अलि
एक्स्ट्रा लिगौँ न भनेर हामीले एकदम छ सर फ्यामिलीमा चाहिँ त्यस्तो रोकटोक छैन उहाँहरूले तिमीहरूले केही इच्छा छ भने चाहिँ गर अगाडि बढ भने चाहिँ एकदम सपोर्ट गर्नुहुन्छ मैले चाहिँ जब गर्थेँ अनि अहिले पनि गरिरहेको नै हुन्छु टाइम म्यानेज गर्न पनि अलिक गाह्रै हुन्छ अब दिनमा जब हुन्छ अनि साँझ गएर घरमा रातिसम्म बसेर बनाउनुपर्छ हाम्रो चाहिँ बिजनेसलाई बिजनेस छ उता बिजनेस पनि हेरिरहेको हुन्छु अनि यता चाहिँ यिनीहरू पनि हामीले बनाइरहेको हुन्छौँ